हेलो साथीहरू, स्वागत छ मेरो भिडियोमा तपाईहरुलाई फेरि पनि। आजको यो दिनमा अहिले चाहिँ साँझ परिसकेको छ, तर तपाईहरुको माझ मैले एउटा नयाँ भिडियो ल्याएर आइसकेको छु। एकदमै छोटो छ, छोटो हुनेवाला छ। तपाईहरुले पुरा हेरेर साथ दिनु होला है त यो भिडियो। अनि आजको भिडियोमा चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा कुरालाई म चेक गर्न गइरहेको छु। सो यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ मेरो हातमा यहाँ चाहिँ पाँचवटा मसँग अक्षर छ। यो पाँचवटा अक्षर चाहिँ अहिलेको होइन क्या, यो चाहिँ लगभग मलाई याद भएसम्म चाहिँ 7 देखि लगभग 7 देखि 10 को बिचमा, कि त 7 वर्ष अगाडि त्यहाँदेखि उतैकै हुनुपर्छ होइन। यो चाहिँ धेरै पहिला नै हामी निकै सानो हुँदाखेरि हामीले खोजेको, अनि त्यो साल खाइयो होइन। अनि त्यो साल खाएपछि यतिकै छाड्यो। अनि यो पुरानो अक्षर चाहिँ अब यहाँभित्र चाहिँ यसको के भन्छ खानेकुराहरू चाहिँ हुन्छ कि हुँदैन कि कस्तो चाहिँ हुन्छ भनेर म चेक गर्न गइरहेको छु। मैले अहिलेसम्म त्यही साल खाएर यादै गरेको थिइनँ क्या, अनि आज एक्कासी मैले देखेँ। सो कस्तो हुँदो रहेछ होइन, हामी हेर्नेछौँ भित्र हुन्छ हुँदैन त्यो पनि थाहा छैन क्या मलाई। अब एकैचोटि हामी भिडियो बनाएर सबैजनाले हेर्नेछौँ, भित्र हुन्छ हुँदैन होइन, हामी फुटाउने अनि हेर्नेछौँ कस्तो हुँदो रहेछ। सो लेट्स गो। अब हामी यसलाई फुटाउनेछौँ। 5वटाले हामी फुटाउँछौँ, कस्तो कस्तो हुन्छ, कति कुनैमा हुन्छ कुनैमा हुँदैन कि कस्तो हुन्छ होइन, थाहा छैन नि त। अब फुटाएपछि हामीलाई थाहा हुन्छ कस्तो हुँदो रहेछ। सो अब हामी चाहिँ यसलाई फुटाएर हेर्नेछौँ है। अनि मसँग यहाँ कुट्ने फुटाउने पनि छ, अनि यहाँ अर्को ढुङ्गा पनि छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यस्तो यो के भन्छ फुटाउने चाहिँ गाउँघरमा चाहिँ प्राय हामी सानो हुँदा चाहिँ सबैकोमा हुन्थ्यो क्या, आफ्नै आफ्नै हुन्थ्यो। अनि एउटा राम्रो छानेर राखिन्थ्यो। अहिले चाहिँ त्यस्तो याद छैन, अब ठुलो भयो, सानोहरूकोमा छ कि छैन त्यो पनि थाहा छैन। सो हामी योबाट हामी सुरु गर्नेछौँ, यसभित्र छ कि छैन ल। फुट्दैन त, हुँदो रहेछ यार। कहाँ हो देखाउनु पर्ने। यो अक्षर यस्तो दामी हुँदो रहेछ होइन, यति वर्ष राखेर होइन। तपाईँले देख्न सक्नुहुन्छ 7-8 वर्ष पुरानो अक्षर हो यो, रही पनि यो चाहिँ नबिग्रिँदो रहेछ। यति कुरा चाहिँ आज आएर थाहा पाएँ मैले। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। तर सबैमा हुन्छ हुँदैन, सबैमा छ छैन त्यो चाहिँ थाहा भएन। अब यसो हेर्दाखेरि यसमा चाहिँ छैन जस्तो छ, अलिक हल्का छ होइन। अरू त सबै गरुङै छ, सबैमा हुन्छ हुँदैन हामी हेर्नेछौँ है त। यसमा हेरौँ हाने ल। ओहो, यसमा छैन होला जस्तो लागिरहेको थियो क्या मलाई, तर यसमा नि छ। दुईटामा छ भनेपछि यिनीहरूले फुटाउनु पर्छ जस्तो लागेन, सबैमा छ जस्तै लाग्यो मलाई। तर के छैन, म फुटाउँछु। अनि यसमा नि छ, सबैमा हुँदो रहेछ। अब चाहिँ खोजिराख्नुपर्छ जस्तो छ। यसमा नि हेरौँ, यसमा नि छ, यसमा नि छ है गाइज। अब लास्ट वान छ, यसमा नि हुनुपर्छ सायद, छ नै जस्तो देखिन्छ यसो हेर्दा। ओ सेट, छनु छ त, तर यसमा अघिकोहरू जस्तो राम्रो चाहिँ छैन। यसमा चाहिँ यस्तो सुकी गएको छ, यसमा चाहिँ त्यति दामी छैन। तर यो बाटा चाहिँ राम्रै छ। सो आजको भिडियो चाहिँ यति नै रहेको छ। 5वटा मैले चेक गरेको थिएँ, मसँग 6वटा थियो, तर एउटा चाहिँ मैले नफुटाएको। 5वटा चेक गर्दा 5वटा चाहिँ 5वटामा चाहिँ भित्रको त्यो खानेकुरा चाहिँ रहेको थियो। अनि यो गाउँघरमा पाइने अक्षर, अनि यो अक्षर चाहिँ त्यो बजारमा पाइने जस्तो हुँदैन, अलिक फुटाउनु गाह्रो हुन्छ। अनि भित्र त्यति धेरै त्यो उसको गुदी पनि हुँदैन होइन। अनि तर जस त्यो बजारमा पाइने भन्दा चाहिँ अलिक मिठै हुन्छ जस्तो लाग्यो मलाई। त्यति खाएको छैन बजारमा पाएको चाहिँ, बजारदेखि हामीले यही मात्रै खाँदै आएको।
सो बजारमा पाइने चाहिँ मैले त्यति खाएको छुइनँ, थाहा छैन कस्तो हुन्छ त्यति मजाले। अनि यस्तै छ। अनि आजको भिडियो चाहिँ यस्तै रह्यो। तपाईँहरूले कतिजनाले अन्तिमसम्म हेर्नुभयो थाहा छैन, जतिजनाले पनि अन्तिमसम्म भिडियोलाई हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। बाई बाई।